हेलो नमस्ते एभ्रिवान। आज चाहिँ मैले गाउँ डुलाउने एपिसोडमा अलिक फरक किसिमको पाटो लिएर आएको छु। आज चाहिँ हामी हाइकिङ गर्दैछौँ तम्घास टु रेसुङ्गा टु गाउँ। यो चाहिँ हजुरले देखिरहेको चाहिँ अहिलेको गोर्जुरा पार्क रेसुङ्गा पार्क हो, गोर्जुरामा अवस्थित। हामी अहिले चाहिँ गोर्जुरा आइपुगिसकेका छौँ। अब पार्क घुमफिर गरेर पनि अब निस्किने हो। कुल्मी तम्घास आउने समय जुरेछ भने अवश्य पनि आउनु होला यो पार्कमा। यो चाहिँ तम्घास रेसुङ्गाबाट नजिकै छ। यति थोरै आधी घन्टा 1 घन्टाको टाइम छुट्याउनु भयो भने इनफ हुन्छ। यो चाहिँ हाम्रो गोर्जुरा पार्क जाने बाटो लगायत गोर्जुरा पार्कबाटै भनौँ न, रेसुङ्गा पार्कबाटै गोर्जुरा पार्क भन्न आइरहेको छ। रेसुङ्गा पार्कबाटै देखिने तम्घासको भ्यू हो। अब चाहिँ हामी हाइकिङको लागि अघि बढ्दैछौँ। सँगै घुम्न नपाए भने भिडियो हेरेर साथ दिनु होला। यसलाई के भन्छ यसो हेरेर भनिदिनु है सबैजनाले, बताइदिनुहोस् है। कमल दाईको आग्रह छ। कमल दाई कहाँ हो? जङ्गल जङ्गल आज जङ्गल रेसुङ्गा जाने हामी हो। रेसुङ्गा जान भनेको गाडीमा त सधैँ हिँडिन्छ। हजुर आज पुरानो बाटो बिर्से कि भनेर पुरानो बाटो भनौँ कि हजुर यस्तो भेडी हेर्दै भेटिहेर्नुभयो। कहाँदेखि आउनुभएको? हेर्नुहोस् हामी रातामाटादेखि आएको। जङ्गलमा खाएर फोरो गर्नेले फोरो उठाउनु जान्नुपर्छ। यस्तो फोरो गर्नुभयो। ए हाम्रा साथीहरूले खाएर प्लास्टिक त्यही हालेर लिएर आखान्। त्यस्तो हुनुहुन्न, जता पाइ फाल्ने। अनि अझै सकेसम्म त भोकै आउने ठाउँ हो, पवित्र ठाउँ। अनि बिहान लिनु आएको भन्नु न। हामी चाहिँ बिहान 8 बजे नआएको चिसो पानीले। त्यही त के भन्ने भने क्यामेराले कति भ्याउँछ भ्याउँदैन, तर यो आँखाले एकदम सुन्दर देखिने तम्घास बजारको भ्यू हो। यो चाहिँ हाइकिङ गर्दा गर्दै त्यो जङ्गलको बाटोबाट देखिने तम्घासको सुन्दर भ्यू हो। मौसमले पनि हामीलाई साथ दिएकै हो। लुचुङ भ्यालीको जस्तो ठाउँ हेर्नु त। ठिकठाक छौ? चाइनिज चपस्टिक लिएर आयो। हजुर ए चाइनिज न, नेपाली चपस्टिक। नेपाली हो। त्यो पनि दोकानमा पाइँदैन, यो बनामा पाइने हो। बना पाइन्छ। हाम्रो क्यामेराम्यान यसले हजुर छोप्न नि पर्दैन, गोबेर खाए पनि हुन्छ। यो यात्राभरि तलदेखि माथि आउँदासम्मै लगभग गुराँसको बोट बाहेक केही देखिएन जङ्गलमा। गुराँसको जङ्गल छ। अति नै सुन्दर देखिन्छ होला सायद चैत वैशाखमा चाहिँ। अहिले भने गुराँस फुलेर सकिने सिजनमा हामी आएका छौँ। त्यही भएर गुराँसहरू पलाइसकेको छ एक फेर फुलिसकेपछि। गोरे आऊ गोरे आऊ। यो चाहिँ जङ्गलको बिचबिचबाट देखिने तम्घास बजारको सुन्दर भ्यूहरू हो। हामी यहीबाट के अरे टावर सेतो टावर हो। सेतो टावर बनाएको त्यो केबीवाले बनाएको त होइन? भ्याइ होइन जतिको त्यति धरहरा जस्तो छ धरहरा भन्न मिलेन। त्यही भएर सेतो टावर। हजुर भ्यू टावर हो क्या रेसुङ्गाको भ्यू टावर। तर भ्यू टावरबाट भन्दा बाहिरबाट भ्यू राम्रो थाक्नु हो। फाइनल्ली रेसुङ्गाको सबैभन्दा टप र पुरानो मन्दिर, जो भने ऐतिहासिक मन्दिर, त्यही आउन पुग्यो। यहाँको सबसे ठुलो घन्टी चाहिँ अहिले
चोरी भइसकेपछि कता लगेर राख्नु भएको नि फेरि भेटाएर हैन फोटो चाहिँ खिच्दैन अहिले खिचौँ ल यो चाहिँ हाम्रो एकदम पुरानो मन्दिर हो है रेसुङ्गाको कहिले बनेको हेर्नु त 1920 मा 20 भन्दा पहिले बनेको अझै यो 1900 महापूर्व लक्ष्मी आफ्नै यो चाहिँ 1939 मा बनेको शिवालय मन्दिर हजुरले हेर्न सक्नुहुन्छ 1920 मा बनेको रेसुङ्गा त्यति पुरानो हो तर मान्छेले रेसुङ्गालाई चिनिरहेको छैनन् चिनाउने उद्देश्यले पनि हामी 3 भाइ घुम्दै घुम्दै रेसुङ्गा आएको छौँ ट्रेकिङ सहित मान्छेमा थकान बढी छ आएर बसिसक्नु भयो क्यामेराले रेकर्ड गर्दैछन् म पनि के कम हुने भनेर आफ्नो मोबाइलबाट यसो भिडियो बनाएको आज चाहिँ क्यामेरादेखि धेरै क्लिपहरू रेकर्ड गरेको भएको कारणले गर्दाखेरि क्यामेरा खासै स्टेबल चाहिँ भएको छैन है त्यो भिडियोहरू चाहिँ क्वालिटी स्टेबल भएको छैन यो हजुरले देख्नु भएको चाहिँ रेसुङ्गाको भ्यू टावर हो हामी चाहिँ भ्यू टावर चढेनौँ तर बाहिरैबाट हेर्दा पनि राम्रै छ भ्यू टावर केही मन्दिरहरूको भिडियो क्लिपहरू चाहिँ मिसिङ भएको रहेछ जस कारणले जोड्न सकिएन यो चाहिँ हाम्रो यज्ञशाला मन्दिर ठुला यज्ञ हवनहरू हुने गर्दछन् यहाँ चाहिँ हाम्रो साथीहरू धेरैलाई रेसुङ्गाको बारेमा जानकारी नहुँदा यहीँसम्म आएर फर्केर जानुहुन्छ योभन्दा माथि रहेको सिद्धको मन्दिर मोठ भ्यू टावर लगायतका ठाउँहरू उहाँहरूले छोडेर जानुहुन्छ सायद जानकारी नहुँदाखेरि फेरि पनि घुम्न आउँदै गर्दाखेरि यहाँभन्दा ठाउँ माथि पनि घुम्ने ठाउँहरू छन् है भनेर मनसाय बनाएर आउनु होला है त देख्नु भएको चाहिँ हजुरले रामकृष्ण मन्दिर पनि यहीँ यज्ञशाला नजिकै छ यज्ञशालाबाट केही तल झरिसकेपछि हाम्रो गरुडको मूर्ति तथा रामकुवा जाने बाटो आउँछ ल गन्तव्यतर्फ अघि बढौँ है त यो चाहिँ हाम्रो गरुडदेवको मूर्ति यसबाट दायाँ साइड चाहिँ हाम्रो रामकुवा छ बसौँ न के भयो त फाइनली हामी आफ्नो डेस्टिनेसनमा आइपुग्यो आइपुग्यो रेसुङ्गा पुरा घुमेर यज्ञशाला मठ टावर लगायत विभिन्न मन्दिरहरू घुम्दै घुम्दै लेकाली चौतारीमा आइपुग्यो हामी अब आजको हाम्रो ढक्कन लारी फोटो हान्दिउँ कमल दाईको पुरा भिडियोग्राफीमा नाम राखिएको छ यस्तो खतरा भिडियो बनाउने मान्छे नेपालबाट मगाइएको छ कि साउदी अरबबाट मगाइएको छ उसको उपलक्ष्यमा होइन त्यहाँ कमल दाई हेलो गाइज हामी 9 बजे बिस्ताराबाट उठ्यो उठ्नेको बाद नास्ता झ्याझुप गऱ्यो फास्ट मोसनमा नुहाइ धुवाइ गरेर ठ्याक्क रेसुङ्गाको लागि निस्कियो चन्द्रको कन्ट्याक्टमा गाडीमा आइयो टक्क बस्यो भित्र गाडीमा बसेपछि हामी उहाँबाट सफर गऱ्यो कहाँसम्मको गोर्जरासम्म हामी टक्क भाडा सारा तिरेर त्यहाँबाट हामी फेरि त्यहाँबाट इन्ट्री गऱ्यो टिकट काटेर अनि त्यहाँबाट भित्र गएर यसो क्यामेरा सेटिङ गरेँ 1.5 घन्टासम्म त्यही यसमा सफल भएपछि हामी सफल भएर उसको टुर हान्ने हो हल्का फुल्का त्यसपछि ठ्याक्क रेसुङ्गा दाइहरूको भ्लग सकेन मेरो पिसाब गर्ने ठाउँ आएको त फोटो खिच्नेको बाद हामी फेरि बाथरुम जान्छु क्यामेराहरूलाई हस्तान्तरण गरेर ल धन्यवाद पनि आछ ल गरुडको मूर्तिबाट लगभग 800,000 सिडी झरिसकेपछि मात्रै हामी पोखरीनिर आउन सकिन्छ तमघासदेखि गाडीमा आउनुभयो भने चाहिँ तपाईँको फर्स्ट डेस्टिनेसन यही नै हुनेछ हामी चाहिँ हाइकिङको माध्यमबाट गएको कारणले गर्दाखेरि हाम्रो मेन डेस्टिनेसन नै माथि मोठोबाट भयो जसले गर्दाखेरि हजुरलाई भिडियो उल्टे लाग्न सक्छ
अब आउँदो साउन महिनामा यहाँ स्नान गरेर मोठ यज्ञशाला गएर पूजा गर्नेको घुइँचो लाग्ने गर्दछ रेसुङ्गामा चाहिँ। रक क्लाइम्बिङ गर्नुसम्म यहाँ आउनुपर्छ। जे भने नि भन्दा नि भनेको भएको कुरा भन्नु पर्यो नि। ल बनमाराको यो खानी छ यहाँ अझै। बनमाराले बनाइ खायो भन्ने त गीतै छ होइन। हाम्रो भ्लगिङ अझै सकिया छैन। ल यो सानो रेसुङ्गा हाम्रो हो ऋषिमुनि बस्ने। कहाँ कहाँ के बनाएको त्यहाँ पारी के सानो रेसुङ्गा हाम्रो तपस्वीहरूको पवित्र स्थान। तपस्या गर्नका लागि यहाँ आएर बस्नुहुन्छ। पछाडि हेर्नु कति राम्रो बिल्डिङ बने। देखाउनु पर्ने कति क्लिपहरू डिलिट भएछन् जस कारणले गर्दाखेरि मैले फोटोहरू भए पनि समावेश गरेर भिडलाई पुरा पूर्णता दिने प्रयास गरेको छु। सानो रेसुङ्गाबाट फर्किने क्रममा सर्टकटको नाममा हामीले जङ्गलमा के गतिविधि गऱ्यौँ हेर्नका लागि भिडियो नछुटाउनु होला। खोलामै पुग्छ। खोला आएपछि अब खोलामै पुगिन्छ हामी टेन्सन गर्दैन। नयाँ बाटो हामीले गुगलमा हाल्दैछौँ। कहाँ हो यार आउनु त बाटो त यार तलै हो चारै तरफ देखा केही छैन। केही छैन। हेर्नुहोस् त यो कमल दाई झरा ठाडै झरा कि अब हामी गन्तव्य ठाडै हो। होला आज खोला आयो त दाम्ला बरु आम्ला। बनाएको छ। आज हामी यो जङ्गल हेर्नु चाहन्छौँ। खाना च्याउने 100% तर एउटा बनाउँछ नि लगइन नामले। ल जाम जाम जाम। विदेशी फिल्ममा हेर्नुहुन्छ नि त्यो जङ्गली जङ्गल गएको त्योभन्दा कम छैन है। आज हेर्नु कहाँ पुगिने के गर्ने आज बनाइ बन्जाम भनेर आँट्यो। चल न त फेसबुकमा अपलोड हुन्छ। कहाँ उल्टे त्यहाँ कहाँ छिन् फेसबुकमा आउँदै आउँछ। आउन चाहिँ आउँछ। कसरी आउँछ त कसैले न कसैले आउला नामलाई। फाइनल्ली पिच बाटो भेटिसकेपछि हामी बाटैबाट मनोकामना मन्दिर आयौँ। यो चाहिँ हाम्रो पुरानो रेसुङ्गा जाने सबभन्दा ऐतिहासिक बाटो। गुल्मी अरे बलिथुम रातमाटा लगायतको गाविसको अहिले आगो लागि भएर सब जङ्गल यस्तो हरियोबाट रातो भएको छ। हाम्रो आजको ट्रेकिङ चाहिँ यति एडभेन्चर भयो कि हरेक कुराको महसुस भयो कि जङ्गलमा के भयो। बाटो नभएको ठाउँमा नि हिँड्यो, बाटो भएको ठाउँमा नि हिँड्यो। आधी आग्ला हिँड्यो। यो यताको झिरबासको गाउँ हो। अब हामी फेरि अर्को जङ्गलको बाटो हिँड्दैछौँ। अब काफल पाइन्छ कि भन्ने नि उसले। हजुर हजुर पहिला झिरबासतिर लागेन। यो झिरबासको गाउँ, यो बलिथुमको गाउँ। अब रातमाटाको गाउँ चाहिँ यो डाँडाले छेक्छ जङ्गलले। हेर्नुहोस् चिलाउनी पनि कति राम्रो फुल्छ। चिलाउनीको फुल ल हेर्नुहोस् यो बाटोको स्थिति कस्तो छ। दाहरू हिँडिरहनु भयो। कति वर्ष भएको थियो यो जङ्गल नछिरेको। आज चाहिँ छिर्ने मौका पाउनु भयो। हेर्नुहोस् बाटो जस्तो पनि नसक्छ। अब बाटो नहिँडेकै 10 वर्ष भयो होला। हुन त जङ्गलमा च्याउ खोज्न आउने निउरो खोज्न आउनेहरू हिँडिरहेको हुन्छन्। बाटो त स्वाभाविकै छ, हामी नहिँडे पनि। ल
रातबाट आउनलाई धेरै टाढा छ पिङ खेल्ने अनि अब यो मैले दाउरा चाहिँ अँ लिएर जान पर्यो अँ घरसम्मबाट पुऱ्याउनु पर्यो ल यो रातबाट लिएर जाने हो अब यस्तो वनमा फालेछन् घरतिर बहुत काम लाग्छ त्यही भएर यसो लिएर जानु पर्छ तिम्रो अगाडि अगाडि हिँड लिएर आउँछु ढिलो होला मैले क्यामेरा यस्तो घुमाउँछु ल दाउरा त्यहाँ छ ल हेर्नुहोस् त कस्तो राम्रो चौर छ त काफल त त्यस्तै वन हेर्नुहोस् काफल पाइन्छ कि वन र जङ्गल छिरेको जो आउन सक्छ त्यो आएर हेर्नुलाई जो आउन सक्दैन हाम्रो भिडियोको माध्यमले हेर्नु भिडियो कन्टिन्यू गइरहेछ न कन्टिन्यू भइरहेको कन्टिन्यू आइरहन्छ टेन्सन भए पनि हालिरहन्छौँ हामीले एउटा भिडियो हेरेपछि अर्को हेर्छ लाइक सब्सक्राइब गरिदिनु होला दिनु होला होइन अरूले पनि हेरौँ नेपालभरिले यसपालि चाहिँ आज यति खाइयो काफल खान पाइएन ऐसले त जति पनि खाइयो आफ्नो खाइयो चाख्न पाइयो काफनमा अगाउन्जरी खाने माहौल मिलेन जङ्गलमा धेरै प्रजातिका फुलहरू भेटियो देखियो कोही फलमा लागेका कोही बोटमा लागेका कोही यस्तै साना फुलहरू ती फुलहरूमध्ये यो फुल पनि एउटा हो यो फुल चाहिँ के को हो हजुरले भनिदिनु पर्यो त्यो पारी देखिने गाउँ चाहिँ बलिथिमको डाँडा हो यस्तो दामी सल्लाहघारीमा बसौँ बसौँ ल हेर्नुहोस् न वाइड एङ्गलबाटै हेरौँ न होइन जङ्गल चाहिँ सल्लाहघारी पनि राम्रो छ गाउँमा त यार के राम्रो छैन र साथीहरू नेचरै राम्रो छ अरू छोडिदिनुहोस् मान्छेले के खोज्छ कुनै अब हेर्नु बिहानदेखि घुम्न निस्केको टोटल्ली लगानी भनेको जाँदाखेरिको गाडी भाडा मात्रै हो अनि 100-200को चाउचाउ बिस्कुट त्यो पनि अरू विकल्प नभएर त्यही लिएर हिँडेको लगानी छैन इन्जोयमेन्ट मात्रै छ कि मान्छे यार घुम्नलाई खर्चै गर्नुपर्छ खर्चै गरेर घुमाइ हुन्छ भन्ने मानसिकता चाहिँ यहाँबाट टोटल्ली चेन्ज हुन्छ होइन कति दामी देखिन्छ भ्यू ल हौ दाइले चाहिँ पावर छोपेर राख्नु छ साँझ घर लगेर के अरे भाउजूलाई फकाउने अरे त दिएर के भन्छन् त्यसलाई ल भन्नु त हो यो भेडीले पनि ठाउँ पायो भने यसले डेकोरेसनलाई यस्ता सामान भन्छन् के गर्नु अब यहाँ जङ्गलमा कुहिएर अनि यस्तो भेल्यु छैन त्यसलाई हामीले वहाँ पुगाउने हो जहाँ 150 रुपियाँ पाइन्छ जहाँ 150 पाउँछ त्यहाँ पुऱ्याउने होइन पाउँछ वहाँ पुऱ्याएँ मैले हेर्नुहोस् ल यहाँ भेल्यु छ के धेरै भेल्यु छ यसको के हो बलिथुमको गाउँ यताको लुम्पेकको गाउँ यता हाम्रा होनार ट्र्याकिङ उसहरू सदस्यहरू के भन्छ ट्र्याकिङ सदस्यहरूलाई दादाहरू ट्र्याकिङ दादाहरू दादा नभनेको हेप्नुभयो है फुल भनेको चिज त हरेक ठाउँमा फुल्छ कि ल हेर्नुहोस् झाङझाङमा फुलै फुल्छन् जङ्गलमा अब के फुल हुन् के डाउ घाँस हुन् के उस हुन् ल आफै भन्नु होला यति सुन्दर छ ल रुखै फुलको छ कि मान्छेहरूले वहाँ विदेशबाट के प्रजातिका बिउ भन्दै ल्याउँदै लगाउँदै गर्छन् जङ्गलभरि यस्तो फुल फुल्ने रुख छ यार यस्तो बबाल ठाउँ हुँदाहुँदै इभन यो म जन्मे खेले हुर्केको ठाउँ हो र पनि बारम्बार राम्रो लाग्छ कि यस्तो ठाउँ त्यस्तो ठाउँ छन् प्रकृतिले त्यसरी बनाएको हुन्छ यार आइ तेरी यो हाम्रो गन्तव्यको अन्तिम प्रतीक्षालय हो
यहाँसम्म आइपुग्दासम्म मान्छे मात्र नै मोबाइलहरू पनि थाकिसकेका छन्, जस कारणले गर्दाखेरि यो भिडियोलाई मैले लगभग अन्त्य बनाएको छु। यहाँसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यस्तै भिडियोहरू हजुरहरूलाई मनपर्छ भने हजुरले च्यानललाई सब्सक्राइब गर्नुहोला। आउँदा भिडियोहरूमा यस्तै रमाइलापनहरू जोड्ने नै छु। यति भन्दै यो भिडियोलाई मैले यहीँ टुङ्गाउन चाहन्छु। धन्यवाद। यति धेरै निर्मयीको किन माया लायो क्या? माया दामी देखियो यार सिन यार।